पाटन घुम्न आएको थिएँ तर अरूले कन्टेन्ट बनाएर भाइरल हुन्छन् केटी लिएर भाइरल हुन्छ मसँग न त कन्टेन्ट छ न त केटी छ अब के गर्ने हामी साथीभाइ दुईजना आएर यस्तो 3-4 जना आएर यस्तो भ्लगिङ गर्दै अब भाइरल होला नहोला मतलब भएन बालै भएन बनाउन त छोड्ने भएन अब यस्तो रहेछ पाटन तपाईँहरू नि गर्लफ्रेन्ड लिएर आउनु होला अब हामी सिङ्गल भएर के गर्ने केटा आएको यहाँ आउनु होला सांस्कृतिक साथ भइरहेको छ यहाँ यस्तो रहेछ धाराहरू चाहिँ ऐतिहासिक सम्पदाहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बवाल रहेछ हजुरहरू नि एकचोटि टाइम भ्यायो भने आउनु होला पाटन दरबार एक्सपर्ट